हरिश्चन्द्र राजा सरी छैन कोही जगतभरि। हे भगवान्, हरिश्चन्द्रलाई कस्ता दुःख परे के परे, हामीलाई त के छ र। उहाँले कति नै गर्दा पनि छोरा नपाएर छोराको मुख देख्न भनेर धेरै त मन जान्दिनँ। यसो एउटा दुईवटा कथा सुनेको मलाई बोल्न मन लाएर बोलेछु। तर उहाँले कति गर्नुभयो। वरुण देवता थिम गएर मैले छोराको मुख देख्छु। हे भगवान्, मैले केही गर्दा पनि पाइनँ। मैले हरिवंश गर्दा पनि छोरो पाइनँ। मलाई छोराको मुख देख्न मन छ भनेर हरिश्चन्द्रले वरुण थिम गएर रोएर, वरुण देवताले तिमीलाई छोरो छैन, हे हरिश्चन्द्र, यो तिमीले जबरजस्ती नगर, तिमीलाई छोरै छैन भन्दाखेरि मलाई जसरी पनि छोराको मुख देख्न दिनुहोस्, म मुक्ति हुन्छु भन्नुभयो हरिश्चन्द्रले। र त्यहाँ वरुण देवताले त्यसो भए मलाई दिन्छौ छोरो? दिन्छु। जन्मेपछि माया गर्छौ? गएर म दिन्छु भनेर अनि दिएर त्यहाँ गएर अनि देशदुलाले छोरो पाइन्। छोराको मुख देखेपछि माया बढ्यो हरिश्चन्द्रलाई। त्यहाँ अनि वरुण गए, ल ल्याऊ मलाई छोरो भन्न वरुण जाँदाखेरि, भगवान् छोराको मुख देखेँ, म अशुद्ध छु, न्वारण गरेपछि दिन्छु मैले हजुरलाई, म बाचामा गएकै हो, म दिन्छु भन्नुभयो। त्यहाँ जानुभयो वरुण देवता। त्यहाँ न्वारण गरेपछि आउनुभयो। न्वारण गरेर आउँदाखेरि ए ल ल्याऊ छोरो, छोरो दिन्छु भने गान्थ्यो नि त भन्दाखेरि अनि ए भगवान्, यति दन्त आएको देख्न भए, दन्त छोराको दाँत देख्न भए म दिन्छु भन्नुभयो। फेरि फर्कनु भयो वरुण, हुन्छ देखा दन्त देखा, तोते बोली सुन्छु दन्त देउँछु भन्दाखेरि ल तोते बोली पनि सुन, दन्त पनि देखा, अनि मैले लान्छु भने फेरि उनी बोलेपछि त्यहाँ अनि फेरि जानुभयो। ल ल्याऊ छोरो भन्दाखेरि हे भगवान्, तोते बोली पनि सुने, दन्त पनि देखेँ, तर मैले यदि छोराको व्रत बन्न गर्न पाए मन दिन्थेँ। मलाई साह्रै उभा छ, हात खुवाइ गरेँ, अब मैले यसको यसो डोर हालिदिनु पाएँ 8 वर्ष मन दिन्थेँ भन्नुभयो। ल त ठिक छ, कति तिमीले माग्छौ त्यति मन दिँदैछु भनेर दिनुभयो। त्यहाँ जानुभयो वरुण देवता। वर्तन गर्न 8 वर्ष भन्दाखेरि कोही कोहीले भन्छन् तँलाई अब वर्तन गरेपछि दिने हुन् वरुणलाई, वरुणले लाने हुन्, तँ तेरो बा आमासित बस्न पाउँदैनस् भनेर त रोहितलाई भन्दाखेरि उनी रोहित जानुभयो वनवास। म भाग्छु, म बस्दिनँ, मलाई दिने यही छ, लाने यही छ, वरुणसित जान भन्न, म वनवास जान्छु भनेर बाबु जानुभयो। रोहित जाँदाखेरि त्यहाँ अनि आउनुभयो। ल छोरो ल्याऊ, वर्तन गरे, वर्तनका भोलिपल्ट केटो भाग्यो, छोरो भाग्यो। वरुण देवता माउन आए। अनि त्यहाँ हरिश्चन्द्रले म अल्पत्रै परेँ, हे भगवान् छोरो कहाँ गयो, मलाई मेसो भएन, मैले कसो गरौँ अब भनेर उनी रुँदाखेरि ल ठिक छ, तिमीलाई जलघर बढाओस्, मलाई यत्रो सुन झुक्क्याऊ भनेर उहाँले वरुणले श्राप दिएर जानुभयो हरिश्चन्द्रलाई। र अब कसो गरौँ, हे भगवान् मलाई अब यस्तो श्राप लाग्यो, कसो गरौँ भनेर रुँदा रुँदै अनि ल तिमीले अब छोरो किनेर भए पनि बलिदान देऊ, नदी हुँदैन भनेपछि अनि एउटा दुखी दलिद्री काम अनि कसरी दिन्थे भगवान्, धन सम्पत्ति हरिश्चन्द्रले दिने कोही छैन, हरिश्चन्द्र राजा सरी छैन कोही जगतभरि भनेर धन सम्पत्ति दिनुहुन्थ्यो। र पनि उहाँले छोरो खोज्दै जाँदाखेरि एउटा दुखी कहाँ 3 भाइ छोरा रहेछन्, म यस्तरी आएको नि, मलाई कति चाहिन्छ दर्बे मन दिन्छु, तर मन त दर्बे दिएपछि मलाई एउटा छोरो दिनुहोस्, मैले बलिदान गर्नु पर्यो, कसो गरौँ, मेरो छोरो आएन बलिदान नगरिकन, वरुणलाई नदिइकन भन्दाखेरि के गर्नु, जेठो बाउतिर गयो कान्छो आमातिर, बेचिनीतिर माहिलो हुन गयो बेचिदिए आखिर भनेर अनि त्यहाँ दर्बे दिए छोरो लहर बाँधेर मौला बाँधेर बलिदान दिन भन्दाखेरि अब के गर्नु, केटो धरधरतिर आएको छ। अनि उनै वरुण देवता आएर मन्त्र सुनाउनु भयो एउटा, तर यो मन्त्र सुन बाबु पिर नमानिकन भनेर वरुण लुकेर आएर दिनुभयो। त्यहाँ अनि काट्न भनेर समय उगाछ कसरी सकेन, बच्चा काट्न नसक्दाखेरि अल्पत्रै परेर अनि त्यही बाबैजू गएछ। अझ त्यति दर्बे दिने भए मैले काट्छु भनेर बाबैजू गयो। ल दिन्छु काट, तँलाई त्यति अस्ति नै जति दिन्छु भनेर जाँदाखेरि अनि वरुणले च्याप्प गरिदिनु भयो र मन्त्रबाट उसले काट्न सकेन र खड्गा थुतेर लैदिनु भयो। अनि त्यहाँ बच्चाले अब मैले के गरौँ, म कता जाने हो, म कसको छोरो हो भनेर बच्चा रुँदाखेरि, तर हामीलाई पनि रुन आउँछ कथा सुन्न, अब कता जाने हो, बेच्ने बाबै मेरो होइन, बेच्ने आमै पनि मेरी होइन, दर्बे लिएर बेचेपछि म त वरुण देवताको छोरो हुँ, काट्न ल्याएको हरिश्चन्द्रको पनि होइन,
हरिश्चन्द्रले पनि पैसा दिएर काट्न लिएका हुन्, तर उनीहरूले पनि पैसाका मूल्यले बेचेका हुन्। म त बरुन्दियाताको छोरो, म त बरुन्दिया जाने भनेर बच्चा त्यस्तो हिसाबले जान्थ्यो अरे भनिकन म नजानी यस्तो कथा भनेछु। तर पण्डितका मुख सुनेर कता कति सम्झेर कता कति बिर्सेर यसमा सबैले आशीर्वाद दिनु होला। धन्यवाद। तत्तरै भने क्या जानु पर्यो। आज्ञा म पण्डित गणपति